हुन्छ होला र हामी आज कसले ल्यायो के ल्यायो कहाँबाट आयो के भयो त्यो केही छैन। हामी यहाँ एउटा सिंगल बातको लागि छौँ, परिवर्तन। तपाईहरुलाई परिवर्तन चाहिएको छ कि छैन? परिवर्तनको लागि बहुत भयो, हाम्रो मौका सबले पायो, हो कि हैन? मौका सबले पायो, अब चाहिँ जनताको राज हुनुपर्छ। सबैजनालाई मेरो आन्तरिक हृदयबाट म प्रार्थना गर्छु, ढोक गर्दै मेरो शिर झुकाउँदै भन्छु, यहाँ हामी एउटा इन्डिभिजुअल पार्टीको कुरा नगरौँ, सबैले एक भएर परिवर्तन ल्याउनुपर्छ। आजको दिनमा हामीलाई सबैजनाले सघाएर यहाँ उभिएका प्रार्थीहरूलाई अगाडि बढाउनुपर्छ। कस्तो व्यक्तिहरू जानुपर्छ एसेम्ब्लीमा भन्नुहोस् त? बोल्नु सक्ने, लडाई गर्नु सक्ने, 5 डेसिमल छ कि छैन? श्रमिकहरू 30% जमिन लानेहरूकोबाट खोज्नु सक्ने, हो कि हैन? म्युनिसिपालिटी ठीक गर्नु सक्ने, बाटोघाटो ठीक गर्नु सक्ने, करप्सन ठीक गर्नु सक्ने, सबभन्दा बेसी पहाडको परिवर्तनलाई आज एउटा पार्टी र एउटा झण्डाले होइन, गोर्खा जातिको उन्मुक्ति सोच्ने हरेक व्यक्तिले हामीलाई सघाउनु पर्छ। धेरैले कन्सेन्सस भन्दैछ नि, कन्सेन्सस यस्तो हुन्छ है, सबैजना कन्सेन्सस, तपाईहरु झन् धेरै कन्सेन्सस, आइजिटिएफ को झन् धेरै कन्सेन्सस। तपाईहरुको अगाडि आज सम्पूर्ण पहाड झुकेको छ भन्दा शिर झुकाएको होइन, धन्यवादी भएको छ। आज आइजिटिएफ को ठुलो हृदय जहिले पनि मलाई अजय दाजुको विषयमा मिडियामा सोध्ने गर्छ, म एउटै मात्रै कुरा भन्छु, इज विथ क्लीन हार्ट। I don't know how good administrator you will be, तर हार्ट चाहिँ क्लीन छ र हार्ट जसको सफा छ उसले चाहिँ गलत हुनु दिँदैन। म यहाँबाट आह्वान गर्छु, जसले ठुल्ठुलो पार्टी आएर यहाँनिर क्षेत्रीयवाद मारेको थियो नि, उनीहरूले के भनेको थियो? भित्ता लगाइदियो भने पनि जित्छु भन्छ त हौ, जित्छ। खम्बा उठाए पनि जित्छु भन्छ त हौ, फुलले मात्रै जित्छु भन्छ, घाँस फुलले जित्छु भन्छ। एउटा पार्टी यस्तो पार्टी छ, हामी अबको हाम्रो क्याम्पेनिङमा कसैलाई नराम्रो भन्दैनौँ, तर यो कुरा हामीले बुझ्नै पर्छ यो मञ्चबाट, यताबाट कान पक्रेर उताबाट कान पक्रेर, तर खुट्टा चाहिँ त्यही उठाउने हो नि त, त्यो चाहिँ हामीलाई चाहिँदैन। नाउ आई थिङ्क हिल्स, दार्जिलिङ पहाड तराई क्षेत्र चाहिँ हाम्रो वे टु गोर्खाल्यान्ड, यो चाहिँ हाम्रो वे टु गोर्खाल्यान्ड हो नि। फेरि हामीले विधानसभाबाट गोर्खाल्यान्ड ल्याउँछ होइन, बाटो गोर्खाल्यान्ड, सशक्त पहाड, मजबुत पहाड, उन्मुक्तिको पहाड। हाम्रो भविष्य चाहिँ ढङ्गको हुनुपर्छ र एसेम्ब्लीमा चाहिँ कस्तो व्यक्तिहरू जानुपर्छ? लडाई खेल्नु सक्ने, कानुन बुझ्ने, धमास दिने, लछार पछार पार्ने तिनीहरूलाई। हाम्रो दाजु एडिएम क्यान्डिडेट हेर्नुहोस् त, एडिएम रिटायर्ड, भगवान हेर्नुहोस् त, कालिम्पोङले पनि उहाँलाई सपोर्ट गर्नुपर्छ। म तपाईँको छोरी, तपाईँहरूले कालिम्पोङले धेरै सोधिरहनु भएको छ, उहाँलाई हामीले स्ट्रङली सपोर्ट गर्नुपर्छ। यहाँ पहाडबाट यति क्यान्डिडेटहरू गयो भने चाहिँ भित्र के अवस्था होला सोच्नुहोस् न, टेन्सन छ। 5वटा कि 5वटा तल पनि रहेछ नि त क्यान्डिडेट हुनुहुन्छ उहाँहरू, 5वटा क्यान्डिडेट पहाडबाट गयो भनेदेखिको चाहिँ के हुनसक्छ विधानसभामा? किनभने यो बङ्गालको सरकार हो, बङ्गाल सरकारभित्र आजसम्म नेपाली भाषी सिएम किन छैन? बाहिरको नेताहरू आएर यहाँनिर नेता हामी बनाउँछौँ, त्यहाँदेखि ऊ आफै डेप्युटी सिएम अरे हौ, त्यही भएर खम्बा उठायो रे, हल्ला सुनेको हो। ल्यायो कहाँबाट आयो के भयो त्यो केही छैन, हामी यहाँ एउटा
सिंगल बातको लागि छौँ, परिवर्तन। पहाडमा तपाईहरुलाई परिवर्तन चाहिएको छ कि छैन? परिवर्तनको लागि बहुत भयो, हाम्रो मौका सबले पायो, हो कि हैन? मौका सबले पायो, अब चाहिँ जनताको राज हुनुपर्छ। म यहाँबाट सबैजनालाई मेरो आन्तरिक हृदयबाट म प्रार्थना गर्छु, ढोक गर्दै मेरो शिर झुकाउँदै भन्छु, यहाँ हामी एउटा इन्डिभिजुअल पार्टीको कुरा नगरौँ, सबैले एक भएर परिवर्तन ल्याउनुपर्छ। आजको दिनमा हामीलाई सबैजनाले सघाएर यहाँ उभिएका प्रार्थीहरूलाई अगाडि बढाउनु पर्छ। कस्तो व्यक्तिहरू जानुपर्छ एसेम्ब्लीमा भन्नुहोस् त? बोल्नु सक्ने, लडाई गर्नु सक्ने, 5 डेसिमल छ कि छैन? 30% जमिन लानेहरुकोबाट खोज्नु सक्ने, हो कि हैन? म्युनिसिपालिटी ठीक गर्नु सक्ने, बाटोघाटो ठीक गर्नु सक्ने, करप्सन ठीक गर्नु सक्ने, पहाडको परिवर्तनलाई आज एउटा पार्टी र एउटा झण्डाले हैन, गोर्खा जातिको उन्मुक्ति सोच्ने हरेक व्यक्तिले हामीलाई सघाउनु पर्छ। धेरैले कन्सेन्सस भन्दैछ नि, कन्सेन्सस यस्तो हुन्छ है, सबैजना कन्सेन्सस, तपाईहरु झन् धेरै कन्सेन्सस, आइजिजिएफ को झन् धेरै कन्सेन्सस। तपाईहरुको अगाडि आज सम्पूर्ण पहाड झुकेको छ भन्दा शिर झुकाएको हैन, धन्यवादी भएको छ। आज आइजिजिएफ को ठुलो हृदय जहिले पनि मलाई अजय दाजुको विषयमा मिडियामा सोध्ने गर्छ, म एउटै मात्रै कुरा भन्छु, इज विथ क्लीन हार्ट। I have no other statement. I don't know how good administrator you will be, तर हार्ट चाहिँ क्लीन छ र हार्ट जसको सफा छ उसले चाहिँ गलत हुनु दिँदैन। म यहाँबाट आह्वान गर्छु, जसले ठुल्ठुलो पार्टी आएर यहाँनिर क्षेत्रीयवाद मारेको थियो नि, उनीहरूले के भनेको थियो? भित्तालाई दियो भने पनि जित्छु भन्छ त हौ, जित्छ। खम्बा उठाए पनि जित्छु भन्छ त हौ, फुलले मात्रै जित्छु भन्छ, घाँस फुलले जित्छु भन्छ। एउटा पार्टी यस्तो पार्टी छ, हामी अबको हाम्रो क्याम्पेनिङमा कसैलाई नराम्रो भन्दैनौँ, तर यो कुरा हामीले बुझ्नै पर्छ यो मञ्चबाट, यताबाट कान पक्रेर उताबाट कान पक्रेर, तर खुट्टा चाहिँ त्यही उठाउने हो नि त, त्यो चाहिँ हामीलाई चाहिँदैन। नाउ आई थिंक हिल्स, दार्जिलिङ पहाड तराई क्षेत्र चाहिँ हाम्रो वे टु गोर्खाल्यान्ड, यो चाहिँ हाम्रो वे टु गोर्खाल्यान्ड हो नि। फेरि हामीले विधानसभाबाट गोर्खाल्यान्ड ल्याउँछौँ होइन, बाटो गोर्खाल्यान्ड, सशक्त पहाड, मजबुत पहाड, उन्मुक्तिको पहाड। हाम्रो भविष्य चाहिँ ढङ्गको हुनुपर्छ र एसेम्ब्लीमा चाहिँ कस्तो व्यक्तिहरू जानुपर्छ? कस्तो व्यक्ति? लडाई खेल्नु सक्ने, कानुन बुझ्ने, धमास दिने, लछार पछार पार्ने तिनीहरूलाई। हाम्रो दाजु एडीएम क्यान्डिडेट हेर्नुहोस् त, एडीएम रिटायर्ड, भगवान हेर्नुहोस् त, कालिम्पोङले पनि उहाँलाई सपोर्ट गर्नुपर्छ। म तपाईको छोरी, तपाईहरुले कालिम्पोङले धेरै सोधिरहनु भएको छ, उहाँलाई हामीले स्ट्रङली सपोर्ट गर्नुपर्छ। यहाँ पहाडबाट यति क्यान्डिडेटहरु गयो भने चाहिँ भित्र के अवस्था होला सोच्नुहोस् न, टेन्सन छ। 5वटा तल पनि रहेछ नि त क्यान्डिडेट हुनुहुन्छ उहाँहरु, 5वटा क्यान्डिडेट पहाडबाट गयो भनेदेखिको चाहिँ के हुन सक्छ विधानसभामा? किनभने यो बंगालको सरकार हो, बंगाल सरकार भित्र आजसम्म नेपाली भाषी सीएम किन छैन? बाहिरको नेताहरू आएर यहाँनिर नेता हामी बनाउँछौँ, त्यहाँदेखि ऊ आफै डेप्युटी सीएम हर्यो, त्यही भएर खम्बा उठायो रे, हल्ला सुनेको हो। तर बहिनीको दिदीको भन्नुहुन्छ, मेरो पनि वचन हो, पहाडको जति पनि हाम्रो यहाँ सन्तानहरू छन्, जति पनि हाम्रो चिया श्रमिकहरू, खट्टी खाने श्रमिकहरूले पनि देख्नु भएको छ कि हामी चाहिँ
तपाईले यस्तो इजिली हाम्रो सेन्टिमेन्टलाई बेच्नु दिदैनौ। अनि चिया बगान खरसाङमा 56 चिया बगान छ है। डिडिए भित्र चिया बगान पर्दैन भन्ने त जन कुरै छैन। नो पोइन्ट। र अब चाहिँ परिवर्तन साइलेन्ट भोट साह्रै साइलेन्ट हुनु हुँदैन, रिएक्टिभ हुनुपर्छ र परिवर्तनलाई अब हामी आएको छु खुल्लासँगले तपाईहरुको अगाडि। तपाईहरुको हातमा छ परिवर्तन चाहनुहुन्छ कि चाहनु हुँदैन कि सेम स्टेटस को यो स्टेटसको यही तरिकाको तपाईले चाहनुहुन्छ भनेदेखिको चाहिँ भोट नहाल्दा हुन्छ। तर परिवर्तन फर अ चेन्ज, बेटर टुमोरो, बेटर दार्जिलिङ, बेटर गोर्खाल्यान्ड, बेटर फर द पिपल। थ्यांक यू। मनोरञ्जनमूलक भिडियो साथै वरिपरिका खबर हेर्नका निम्ति यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। जय गोर्खा। आज तपाईहरुले जुन चाहिँ टाढो टाढोबाट आउनुभयो यो श्रमदानको लागि, श्रमदाताहरूलाई श्रेय आइजिजिएफ अनि अजय एडवर्ड्सको श्रेय होइन। तर यहाँ दिन रात तपाईहरु भएको दिन रात बोजूहरूले बडीहरूले ढुङ्गा कुट्दै हाम्रो नरद दाजु अनि समाजहरू वङचुकहरू अनि उहाँहरूको एन्टायर टिम जनता एक भयो भने के पनि असम्भव छैन है जनता। अनि वन्दना बहिनीले भनेको जस्तो पार्टीको राज खै पार्टीको जित भन्दाखेरि पनि सुभाष घिसिङज्यूले भन्नुहुन्थ्यो पार्टी भन्दा के ठुलो अरे पार्टी भन्दा ठुलो जाति। यहाँबाट आह्वान गर्छौ हाम्रो प्रार्थीहरू अन्य जातिलाई माया गर्ने अन्य पार्टीहरूमा बसिरहेको छ होला, उकुस मुकुस भएर समाज घर बनाइदिन्छु, तिम्रो बिल पास गरिदिन्छु, झुट्टो आश्वासन गर्नु भएकोहरूलाई उकुस मुकुस भइरहेकोहरूलाई यो परिवर्तनको लहरमा तपाईहरुको पनि जित हुनुपर्छ। पार्टी भन्दा ठुलो के अनि जाति भन्दा ठुलो माटो। आज पहाड तराई डुवर्स राम्रो नेतृत्वको लागि तृष्णा गरिरहेको छ, तृष्णा खोजिरहेको छ। आज वन्दना राई एउटा प्रार्थी मात्र होइन तर गोर्खाको लिडर भएर उभिएको छ, गोर्खाको लिडर भएर। प्रार्थी आफ्नो जग्गामा छ तर उहाँ जस्तो व्यक्तिहरूलाई जातिले तृष्णा गरिरहेछ। त्यसरी नै हाम्रो नक्सलबारीमा सुभाष घिसिङज्यूले पहिला टिजिएचसी को अकर्ड साइन गर्दा सुभाष घिसिङज्यूसँग इमानदारितासँग काम गरेको हाम्रो यहाँ दाजु छ जो चाहिँ ठुलो पोस्टबाट रिटायर गरेर आज जनताको परिवर्तनमा निक्लिरहेको छ। त्यसरी नै हाम्रो डेप्युटी म्याजिस्ट्रेट मेरो दाजु कालिम्पोङबाट, त्यसरी नै कृष्ण, सबैलाई तपाईहरुको खाँचो छ परिवर्तन। यो 5 बहिनी र 4 दाजुले सक्दैन। हरेक श्रमिक, हरेक जनता, हरेक जेन्जी, हामी जेन्जी पनि काठमाडौँ जस्तो जलाउने भत्काउने होइन, हाम्रो जेन्जीले चाहिँ समाज बनाउने जेन्जीहरूले आज दरकार छ। समाज बनाउने जेन्जीहरू दरकार छ। तपाईहरु पनि आउँदो दिनमा हामीसँग यो परिवर्तनमा तपाईहरु यो सकारात्मक क्रान्ति, शान्तिपूर्वक क्रान्तिमा तपाईहरु पनि भाग लिन्छ भनेर हाम्रो धेरै यो प्रार्थीहरुको हाम्रो धेरै आशा छ।
जय जनता, जय गोर्खा। अनि मेरो आइजिजिएफ को कार्यकर्ताहरू टाढो टाढोबाट आउनु भएको छ, उहाँहरूलाई एउटा नाराले जय आइजिजिएफ। हामीले यस्तो उम्मेदवार छानेका छौं जो दार्जिलिङ डिजिएससी फर्म हुँदादेखिको सम्पूर्ण फाइनान्स सम्हालिने सुरुमा, त्यसपछि चिफ कन्ट्रोलर अफ फिनान्स डिजिएससी को, जिटिए को पनि, डिप्युटी डाइरेक्टर एनुअल हस्बेन्ड्रीमा पनि, डिप्युटी डाइरेक्टर उत्तर कन्यामा पेन्सन सेलमा पनि, र उहाँको नाम के होला म आजको सभापतिज्यूलाई घोषणा गरिदिने अनुरोध गर्दछु। अनि उहाँलाई जसको पनि नाम हुन्छ तपाईँ आइदिने अनुरोध गर्छु मञ्चमा। जय गोर्खा, जय गोर्खा, जय गोर्खा, जय गोर्खा, जय तराई, जय तराई। र यो तराईबाट एउटा ऐतिहासिक पहाडको पार्टीले पहिलोचोटि एउटा क्यान्डिडेट दिँदैछ आइजिजिएफले। उहाँको अलिकति ब्याकग्राउन्ड खवास भाइले भन्नुभयो, उहाँलाई म अनुरोध गर्छु यहाँ स्टेजमा आउनुहोस्। श्री निमेश सुन्दासजी, निमेश सुन्दास। को हुँदैछ अब मलाई थाहा छैन, यहाँ सभापतिज्यूले भन्नु। र सिलिगुडीमा पाइला टेक्नु जाँदैछ हाम्रो पहाडको पार्टी। अनि सिलिगुडीबाट हामीसँग धेरै दिनदेखि खटिरहनु भएको एउटा सिलिगुडीको योद्धा, उहाँको नाम उहाँलाई म अनुरोध गर्छु तपाईँ पनि स्टेजमा आइदिनुहोस्। श्री कृष्णानन्द सिंह। उम्मेदवार कस्तो हुनु पर्ला? अब तपाईँहरूले वन्दना राई भन्नुहुन्छ, हुनसक्छ हाम्रो अजय एडवर्डज्यूको माइन्डमा वन्दना राई छ कि छैन, न अजय एडवर्डज्यूको माइन्डमा वन्दना राई छ कि छैन, यहीँभित्र लुकिरहेको छ, यहाँभित्र लुकिरहेको। विधानसभा क्षेत्रबाट हाम्रो आइजिजिएफको उम्मेदवार को छ घोषणा गरिदिने अनुरोध गर्दछु। जनताको अनुरोध छ कि छैन हेर्नुहोस् है। हेलो, खरसाङ, म पनि खरसाङे नै हो।
अनि खरसाङ क्षेत्रको यो घोषणा गर्दा मलाई धेरै आनन्द आउँदैछ, किनभने उम्मेदवार आउँदैछ ब्रेभेस्ट अफ द ब्रेभ, पहाडको शेर्नी हाम्रो गोर्खा चेली वन्दना राई बहिनी। सभापतिज्यूलाई म विशेष अनुरोध गर्दछु र आइजिजे पार्टीले डुवर्स क्षेत्रलाई पनि अँगाल्दैछ अनि देवप्रकाश राई टाइमदेखि आदिवासी गोर्खा भाइ भाइ भन्ने नारालाई हामीले फेरि दुबारा निकालेर मालबजार क्षेत्रबाट चन्दन लोहारजी नगरकट्टाबाट रञ्जित खेस्यु उहाँहरू डुवर्सको एकदम योद्धाहरू हुनुहुन्छ, गोर्खासँग कन्दामा कन्दा हात मिलाएर चल्ने योद्धाहरू हो। अनि यसपालि पहिला खेप तपाईँहरूले देख्नुभयो धेरै फर्स्टहरू यहाँनिर गरियो, घोषणाको तरिकै अलग थियो। अनि पहाडको तराई डुवर्स एक मुखले भन्छ तर एक्सनमा हुँदैन थियो, आइजिजे पार्टीले आज एक्सनमा दिएको छ। दार्जिलिङ पहाडको मुकुटको दार्जिलिङ विधानसभा क्षेत्रको उम्मेदवारको नाम घोषणा गरिदिने म अनुरोध गर्दछु। दार्जिलिङको क्यान्डिडेट जनताको चाहना अन्तिम आशा जुन चाहिँ तपाईँहरूले भन्नुहुँदैछ साँच्चै नै अन्तिम आशा हो। म नाम अनाउन्स गर्दैछु, श्री अजय एडवर्ड। जिंदाबाद
गर्दैछु श्री अजय एडवर्ड। मनोरञ्जनमूलक भिडियो साथै वरिपरिका खबर हेर्नका निम्ति यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।